पुरुषको लिङ्गको लम्बाइ कति हुनुपर्छ भन्ने कुराहरू त थुप्रै भिडियोहरूमा आए, तर पुरुषको पेनिसको लिङ्गको मोटाइ चाहिँ कति हुनुपर्छ, खासमा लम्बाइ महत्त्वपूर्ण छ कि मोटाइ महत्त्वपूर्ण छ त? आजको भिडियो यिनै विषयमा हुनेछन्, त्यसैले भिडियोलाई पुरा हेरेर साथ दिनुहोला। कामुक लेखक लैले युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। यो च्यानलबाट सबै भिडियोहरू काम जिज्ञासा सम्बन्धी मात्रै आउँछन्। राम्रो लाग्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। डिस्क्रिप्सनमा अरू च्यानल पनि छन्, तपाईँहरूलाई अरू विषयका भिडियो हेर्न मन लाग्छ भने ती विषयका भिडियोहरू पनि हेर्न सक्नुहुन्छ। मेरो विधा चाहिँ यौन साहित्य भएको हुनाले मलाई यौनसँग जोडिएका कुरा गर्न अप्ठ्यारो लाग्दैन, त्यसैले यी सम्बन्धी काम जिज्ञासा सम्बन्धीका पनि भिडियोहरू लिएर आउने गर्छु। फेसबुकतिर यौन साहित्यहरू पढ्न मन लाग्छ भने म पोस्ट गरिराखेको हुन्छु, तपाईँहरू त्यहाँ पनि पढ्न सक्नुहुन्छ। अनि मैले बनाएका भिडियोहरू हेर्नै पर्छ भन्ने चाहिँ छैन, राम्रो लाग्छ हेर्नु, छैन भने चाहिँ नहेर्न पनि सक्नुहुन्छ भन्दै आजको भिडियोको विषयतर्फ लागौँ है त। पुरुषको पेनिसको लम्बाइ चाहिँ कति हुनुपर्छ, पुरुषको एउटा लिङ्गको लम्बाइ चाहिँ कति हुनुपर्छ भन्ने विषयमा थुप्रै भिडियोहरू बनाएँ। 2 इन्चभन्दा सानो 2 इन्चभन्दा सानो भएको पेनिसलाई माइक्रो पेनिस भनिन्छ, जुन संसारमै 2% मान्छेहरूको हुन्छ। त्यसमा तपाईँहरू पर्नुहुन्न। 2 देखि 2.5 इन्चदेखि अनि 3 इन्चदेखि माथि र इरेक्सन भएको बेलामा 4, 5 अब कति हुन्छ त्यो मान्छेको हाइट अनुसार अथवा जेनेटिक अनुसार अथवा रहनसहन अनुसार फरक हुने कुराहरू पनि यो भयो। अनि इरेक्सन भएको बेलामा अलि ठुलो हुने, इरेक्सन नभएको बेलामा अलि सानो हुने, यो पनि एउटा स्वाभाविक कुरा हो। धेरैजसो पुरुषहरूलाई चाहिँ आफ्नो पेनिसको साइज सानो भयो जस्तो लाग्ने, यसले कसरी ठुलो बनाउने होला, के गर्दा बन्छ होला भनेर थुप्रै कुराहरू हेरिरहेको पनि हुनसक्छ। तपाईँको पेनिसको साइज जति छ त्यतिमै ठिक छ। तपाईँहरूले त्यसलाई राम्रो तरिकाले गर्न सिक्नुहोस्। कुन टेक्निकले गर्दाखेरि चाहिँ लङ टाइमसम्म टिक्न सकिन्छ। तपाईँ हेल्दी रहनुहोस्, स्वस्थ हुनुहोस्, पेनिसलाई कुनै असर चाहिँ नपुर्याउनुहोस्। मास्टरबेसन गरेर होस् अथवा स्वप्नदोष धेरैजसो भएर होस्, यसरी त्यसलाई कमजोर बनाउनुको साटो तपाईँहरू चाहिँ हेल्दी त्यसलाई कसरी राख्ने, योगा गर्ने, कस्ता कुरा खाँदाखेरि चाहिँ हर्मोन ठिक हुन्छ, ती कुराहरूमा चाहिँ बढी ध्यान दिनुपर्ने हुन्छ। ठुलो भएर यस्तो हुन्छ उस्तो हुन्छ भन्ने चाहिँ एउटा भ्रम हो। त्यो आत्मसन्तुष्टिका कुरा हुन्थ्यो। जस्तै आफूलाई त्यो अलिक ठुलो भएको भए हुन्थ्यो भने त्यो आफ्नो तपाईँको मनको विचार हो। यो तपाईँले आफ्नो साइज ठुलो भयो भन्नेमा पार्टनरलाई धेरै खुसी राख्ने यताउति भन्ने कुरा चाहिँ हुँदैन। टेक्निक जान्नुपर्छ भन्ने कुरा चाहिँ बताउँछ। अब मोटाइको कुरा गरौँ है त। धेरैजसो चाहिँ लम्बाइको कुरा गरिने, लम्बाइ यति भइदियो हुन्थ्यो उति भयो हुन्थ्यो, तर मोटाइको चाहिँ कसैले कुरै नगरिदिने। मसिनो छ तर लामो छ भने पनि त्यसको काम भएन, पेन जस्तो भयो त्यो। अनि मोटो छ तर सानो छ भने पनि त्यो ठिक छ, त्यसलाई चाहिँ राम्रो मानिन्छ। मसिनो लामो छ भने त्यसलाई सही मानिँदैन, तर मोटो छ सानै भए पनि त्यसलाई चाहिँ ठिक मान्ने एउटा चलन छ। थुप्रै रिसर्च अनुसार, थुप्रै यौन विशेषज्ञ डाक्टरहरूका अनुसार र थुप्रै कुराहरू अनुसार चाहिँ कसैको अब पेनिसको साइज अलि ठुलो हुनु, कसैको सानो हुनु, यी कुराहरू सबै नर्मल हुन्। कसैको पेनिस अलि मसिनो हुनु तर लामो हुनु, अनि कसैको चाहिँ अलि छोटो हुनु तर मोटो हुनु, यस्ता कुराहरू फरक मान्छेमा भेटिन्छ। यसमा चाहिँ धेरैजसो मान्छेहरूले चाहिँ मोटो भन्दा पनि लामो खोजेका हुन्छन्, तर महत्त्वपूर्ण भूमिका चाहिँ मोटोले राखेको हुन्छ भनेर नि बताउँछ है। जस्तै महिलाको एउटा भजाइना भयो, भजाइनाका 2.5 इन्चलाई हो तपाईँले जति आनन्द दिन सक्नुहुन्छ त्यति दिने भनेको चाहिँ यो 2.5 इन्च भयो। जस्तै यो महिलाको भजाइना भयो, यो सुरुको यो माथिपट्टिकोमा चाहिँ धेरैजसो महिलाहरूलाई झन्झनाट हुने, आनन्द आउने भनेको चाहिँ यो भागमा हो। अनि यो भागमा हुँदाखेरि चाहिँ के हुन्छ भने मोटो छ भने त यो भागमा घस्रड पनि हुँदै जान्छ होला, मसिनो छ भने यो माथिल्लो भागमा घस्रड नहोला, सिधै जाला। त्यसले गर्दा चाहिँ महिलालाई भित्रपट्टि हुने भनेको उनीहरूलाई कुनै महसुस हुँदैन, हुने भनेको तपाईँहरूलाई आनन्द आउने हो, होइन भने चाहिँ महिलाहरूलाई त्यसरी आउँदैन। तर मोटो पेनिस छ, खासै ठुलो पनि छैन, 3-4 इन्चको छ भने पनि त्यसले महिलालाई चरम आनन्द दिन सकेको हुन्छ। किनकि महिलालाई चरम आनन्द दिन 2.5 इन्च भएको हुन्छ, तर टेक्निक जान्नुपर्छ। अनि त्यो टेक्निकले मोटो छ भने यो माथिको जुन एरिया हुन्छ त्यसलाई घस्रड गर्दै भित्र जाने, रगडिने हुने कारणले गर्दाखेरि चाहिँ महिलाहरू छिटो आनन्दित भएका हुन्छन्, महिलाहरूलाई पनि मजा आएको हुन्छ। विशेष कुरो चाहिँ के थियो भने मोटाइ चाहिँ कति हुनुपर्छ भन्ने थियो। यसमा चाहिँ धेरैजसो चाहिँ 3 इन्चदेखि लिएर 5 इन्चसम्म चाहिँ हुन्छ पुरुषहरूको। इरेक्सन भएको बेलामा अलि धेरै पनि होला, होइन भने चाहिँ यो मोटाइ भनेको चाहिँ यो
गोलो खालको भनेको जस्तै यो मेरो नारी भयो भने चाहिँ यस्तोलाई चाहिँ मोटाइ भनिन्छ। यसलाई कसरी नाप्ने भन्दाखेरि चाहिँ इन्ची टेप हुन्छ के हुन्छ त्यसलाई गोलो पारेर नाप्न सक्नुहुन्छ। होइन भने यो कपडा सिलाउने पसलमा हुन्छ नि त्यो नाप्ने के भन्छन् हो त्यसले पनि यसरी गोलो तरिकाले नाप्न सक्नुहुन्छ। जस्तै अब लम्बाइ नाप्न त स्केलको प्रयोग पनि गर्न सक्नुहुन्छ। होइन भने चाहिँ तपाईँहरू गोलाइ नाप्नलाई चाहिँ त्यति कुराहरू अप्नाउन सक्नुहुन्छ। अब त्यस्तो नाप्ने केही पनि छैन भने एउटा रसीले त्यो यस्तो हल्का अब त्यो एकदम कसिलो नै एकदम हल्का तरिकाले त्यसलाई नाप्नुहोस् र त्यो रसीलाई स्केलमा अथवा तपाईँसँग नाप्ने उपकरण के छ त्यसको प्रयोगले नाप्न सक्नुहुन्छ। त्यसमा चाहिँ 3 इन्चदेखि 5 इन्चसम्म सामान्य भनिन्छ। अब कसैको अलि थोरै छ कसैको अलि धेरै छ भने पनि चिन्ता लिनु पर्दैन, त्यो एउटा सामान्य कुरा हो। अब यसलाई अलि ठुलो बनाउन मिल्छ कि अलि बलियो बनाउन मिल्छ कि भन्ने कुराहरू छ। ठुलो त तपाईँहरूको जुनसुकै औषधि खाए पनि हुँदैन। यदि पहिला ठुलो थियो पछि आफू कमजोरीका कारणले सानो भएको छ भने त्यसलाई फेरि त्यही साइजमा ल्याउन सकिएला। होइन भने चाहिँ जुन अवस्थामा छ त्योभन्दा ठुलो बनाउने भन्ने चाहिँ मिल्दैन। औषधि खाएर सुई लगाएर यताउति गर्छु भन्ने चाहिँ हुँदैन। माइक्रो पेनिस एकदम सानो पेनिस छ भने त्यसमा चाहिँ सर्जरी गरेर आजभोलि अलि ठुलो बनाउने चलन छ, तर त्यसमा पनि साइड इफेक्ट चाहिँ हुन्छ। बरु तपाईँहरू कहिलेकाहीँ हेल्दी खानेकुराहरू खान सक्नुहुन्छ, शिलाजित खान सक्नुहुन्छ, तेलको प्रयोगले ओइल मसाज गर्न सक्नुहुन्छ र सामान्य खालको मसाजहरू पनि गरेर त्यसलाई हेल्दी स्वस्थ र बलियो चाहिँ राख्न सक्नुहुन्छ भनेर यो भिडियोबाट जानकारी दिन चाहिँ भिडियो कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सुझाव सल्लाह प्रतिक्रिया दिनु होला। अरू मनमा केही जिज्ञासाहरू छन् भने पनि कमेन्टमा लेख्नु होला, म त्यसको भिडियो लिएर आउने कोसिस गर्नेछु। अनि डिस्क्रिप्सनमा तल च्यानलहरू छन् तपाईँहरू ती पनि हेरिदिनु होला भन्दै आजको भिडियोबाट म ममता आर्याल बिदा हुन्छु। नमस्कार।